ए मिमी, तिमी एक दिन पनि चुप लाग्न सक्दैनौ। आज त एक्टिङ कम्पिटिसनको ट्रफी त मैले ल्याउने हो। ओहो भुक्के, आज त तिमीलाई म राम्ररी उल्लु बनाउँछु। हजुर बाबा। बालक, तिम्रो भाग्यमा त मैले धन नै धन देख्छु। हो र बाबा, भन्नु न, म त्यो धन कसरी पाउँछु? बालक, त्यो धन सजिलै पाउँदैनस्, तपस्या गर्नुपर्छ। आज दिनभरि कुनै महिलासँग बोल्नु हुँदैन, मौन व्रत बस्नुपर्छ र मुखभरि रातो अबिर, कानमा धूप। धनको लागि म जे पनि गर्छु बाबा। तथस्तु। भुक्के आयो? दूध ल्यायो? ए भुक्के, के भयो? ए यो के हो तिम्रो हालत? हेन भुक्के, आज के भयो तिमीलाई? कुन भूत चढ्यो? मिमी प्लिज, आज एक दिन चुप बसिदेऊ। भन्ने कि म पनि तिमी जस्तै नबोल्ने व्रत राखौं? फेरि कहिले बोल्दिन् नि तिमीसँग? ए मिमी, तिमी एक दिन पनि चुप लाग्न सक्दैनौ। ए बोल्यो? आज तिमीले गर्दा मेरो ठुलो धन गयो। धन रे? एउटा बाबा भेटेको थिए, महिलासँग नबोली बस्यो भने भोलि धन आउँछ भनेको। कुन बाबा? त्यो छट्टु बाबा हो। आज उसको एक्टिङ कम्पिटिसन थियो। तिमीलाई त ठुलै उल्लु बनायो। सट्टु पाक्तलाई। Winner of the acting competition,